नमस्कार। सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट मलाई हेरिरहनु भने मलाई सुनिरहने आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरुमा सर्वप्रथम म हुमराज थामसुवाङको तर्फबाट यहाँहरु सबैलाई न्यानो अभिवादन भन्न चाहन्छु। आजको दिनमा मैले एक दुईटा कुराहरु सामाजिक सञ्जाल मार्फत चाहिँ तपाईहरु सामु व्यक्त गर्नुपर्ने आवश्यकता महसुस गरेर म यहाँ उपस्थित भएको छु। विगत लामो समयदेखि लगभग जीवनको उर्वर टाइम समयदेखि अहिलेसम्म चाहिँ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट विभिन्न तह र तबकामा रहेर चाहिँ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको गर्दै आएको यहाँहरु सबैलाई विदितै छ। मैले नगर कमिटीको प्रमुखको हैसियतमा अहिले सो पार्टीको विभिन्न क्रियाकलापमा सामेल भएर पार्टीले निर्देशन दिए अनुसार पार्टीले सञ्चालन गरेको कुनै पनि कार्यक्रममा समावेश भइराखेको अहिलेको वर्तमान सन्दर्भमा समय सापेक्ष उक्त पार्टीमा केही विचलनहरू केन्द्रीय स्तरबाट केही विचलनहरू देखियो। समय हुनुभन्दा अगावै पार्टी चाहिँ फुट्ने अवस्थामा पुगेको छ। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ मैले पनि अब यो पार्टीमा रहेर अघि बढ्न सकिँदैन कि भन्ने एउटा निर्णयमा पुगेको छु। त्यो भएर चाहिँ आजकै मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको सबै जिम्मेवारीबाट मुक्त भएको सबै जिम्मेवारीहरू चाहिँ मैले परित्याग गरेको घोषणा गर्न चाहन्छु। यसभन्दा अघि जति पनि मेरो जिम्मेवारीमा रहेर मैले काम गरेँ, इमानदारीका साथ काम गरेँ, पूर्ण वफादारीका साथ काम गरेँ, कसैप्रति कुनै प्रति गुट उपगुटमा लागिन मात्रै पार्टीको सिद्धान्त जे छ त्यो अनुसार चाहिँ अगाडि बढ्दै गएँ। तथापि हामी तल्लो स्तरमा बस्ने ग्रास लेभलमा बस्ने कार्यकर्ताहरूको चाहिँ आकांक्षा सदिच्छालाई चाहिँ लत्याउँदै केन्द्रीय तहका नेताहरूबाट बारम्बार पार्टी फुटाउने क्रम जारी रह्यो। हामी उठेदेखि नसुतिन्जेलसम्म पार्टी एक रहोस् भन्ने तपस्यामा कुदिरह्यौं। पार्टीमा कुनै किसिमको विचलन नहोस्, नेताहरू बीचमा चाहिँ फुट नहोस् भन्ने कामना गरिरह्यौं। तर हाम्रो कामले त्यो काम गरेन। अहिले भर्खरै पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा खेमा चाहिँ टुक्रिएर चैटिएर गएको अवस्था छ। यही सन्दर्भमा चाहिँ यही पार्टीमा रहेर जनताको सेवा गर्नलाई चाहिँ हामी तल्लो स्तरमा रहने कार्यकर्ताहरूलाई चाहिँ अप्ठ्यारो महसुस भएको कारणले म कुनै पनि नेताजीहरूलाई आफूभन्दा माथिका नेताजीहरूलाई आरोप नलागिकन आक्षेप नलागिकन म यो पार्टीबाट अलग भएको यहाँहरु सबैलाई सूचना यो सामाजिक सञ्जाल मार्फत चाहिँ घोषणा गर्न चाहन्छु। धन्यवाद।